सुकुमवासीका लागि आएको एउटा निर्णय संसदमा देखिएको तनावपूर्ण दृश्य र नयाँ प्रधान न्यायाधीशको अनुमोदन यी 3 विषय अहिले देशभर चर्चाको केन्द्र बनेका छन्। सार्वजनिक विवरण अनुसार पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रुपैयाँ सहायता दिने साथै वैकल्पिक बसोबासका लागि 3 महिनासम्म आर्थिक सहयोग उपलब्ध गराउने विषय चर्चामा छ। 5 सदस्यसम्म भएको परिवारले प्रति महिना 15,000 र 5 भन्दा बढी सदस्य भएको थप प्रत्येक परिवारका लागि 2,000 अतिरिक्त रकम दिने व्यवस्था चर्चामा आएको छ। आज संसदभित्र देखिएको अर्को रोचक र चर्चित घटनातर्फ जाउँ। आज संसद चल्नु अघि नै सांसद तथा हर्क साम्पाङको गतिविधि पनि चर्चाको विषय बन्यो। न्यायिक समाचारतर्फ जाउँ। संसदीय सुनाई समितिले डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। यो निर्णयसँगै नेपालको न्याय प्रणालीमा सबै नयाँ चरणहरू सुरु हुने अपेक्षा गरिएको छ। मनोज कुमार शर्मा न्यायिक क्षेत्रका अनुभवी व्यक्तित्व मानिन्छन्। न्याय सुधार, मुद्दा व्यवस्थापन र न्यायमा नागरिकको पहुँचलाई सहज बनाउने विषयमा उनको आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। आजको दिनले नेपाललाई 3 प्रश्न दिएको छ। सुकुमवासीको भविष्य अब कतातर्फ जान्छ, संसदभित्रको राजनीति कुन दिशातर्फ मोडिन्छ र नयाँ नेतृत्वले वास्तवमै परिवर्तन ल्याउन सक्छ कि सक्दैन, यी सबै प्रश्नको उत्तर अब समयले दिनेछ।